आहाहा साथीहरू दामी सुप उम्लिँदैछ है। यो हट एन्ड स्योर भेजिटेबल सुप भनेको छ। अनि यहाँ देख्न सक्नुहुन्छ यो सुप थुक्पाको लागि है साथीहरू। यो चाहिँ थुक्पाको लागि मैले उसिनिसकेँ। अनि यो धनियाँ प्याज खुर्सानी धनियाँ पनि के यहाँनेर यो पहिलो किन देख्न सक्नुहुन्छ भने पानी नपरेर यो आफैले रोपेको धनियाँ हो, आफैले छरेको। त्यही भएर पानी अब लगाउँदा पनि घामले पुरै पहेँलो हुँदो रहेछ है। आहा सुप त दामी दामी भयो। भेज है साथीहरू, यो चाहिँ भेजिटेरियन भन्दा पनि आज विशेष भेजिटेरियन होइन भेजिटेबल भेजिटेरियन होइन भेजिटेबल।